हेलो एभ्रिवान। यहाँ चाहिँ म भिडियो बनाउँदैछु है। यो केको भिडियो भन्दाखेरि चाहिँ बाख्राले चाहिँ ब्याउनु नसकेको कारणले गर्दा चाहिँ है, बच्चा जन्माउनु नसकेको कारणले गर्दा चाहिँ म भिडियो बनाउँदैछु। यहाँ डक्टर आइसक्नु भएको छ, हाम्रो पवन दा है, र उहाँले चाहिँ सफा गर्नुहुँदैछ अहिले। र के भएको छ कसो भएको छ अब चाहिँ यो भिडियोमा तपाईँहरू स्पष्ट जान्नुहुन्छ है, के कारणले भएको त्यो पनि म स्पष्ट कारण भनिदिन्छु। त्यसरी नै हाम्रो पवन दाले तपाईँ मेडिसिन युज गरेर ग्लोभ्सहरू लगाएर सफा गर्नुहुँदैछ र भित्र हात लाएर चाप्नु हुँदैछ कि उसको बच्चा कस्तो कन्डिसनमा बसेको छ भनेर है। अब त्यहाँ चाहिँ एकदमै मैला भएर होचो भएकोले गर्दा चाहिँ अप्ठ्यारो भएकोले गर्दा चाहिँ हामीले माथि डेस्कमा ल्यायौँ, माथि टेबलमा लिएर चाहिँ ट्राई गर्ने भयौँ र यसो गर्दा गर्दा कोसिस गर्दा गर्दा खुट्टा निकाल्यो है। त यसको चाहिँ बसाइ बाँको थिएछ, अनि खुट्टा निकालेपछि साह्रो पऱ्यो र अब हामीले चाहिँ क्यारिकल पनि ल्याउनुपर्छ भनेर चाहिँ एउटा रडको क्यारिकल ल्याउनु हाम्रो साथीलाई पठायौँ र साथीले क्यारिकल ल्याइसकेको पछि कोसिस गर्दा गर्दै कोसिस गर्यो, यता तान्दा उता तान्दा भित्र हाल्दा बाहिर निकाल्दा आम्मामाम कोसिस गर्दा 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 उसै गर्छ हुँदैन, उसो गर्छ हुँदैन, त्यहाँबाट फेरि होइन यसो गर्छ हुँदैन। त्यहाँबाट क्यारिकल लगाएर चाहिँ टाउकोलाई सिधा पार्ने कोसिस गऱ्यौँ। पहिला टाउको निक्ल्यो भने चाहिँ सजिलो हुँदो रहेछ नि त नि। पहिला चाहिँ खुट्टा चाहिँ यस्तो बाङ्गो भएर बसेको कारणले गर्दा चाहिँ नभएको रहेछ। जबरजस्ती जबरजस्ती टाउको निक्लियो है त। त्यहाँबाट निकालेपछि जबरजस्ती कोसिस गर्दा गर्दा तान्दा तान्दा गाउँमा बाख्रा कराएको कराएको बिचरामा कति दुख्यो होला होइन। तर पनि जबरजस्ती तानिरहेको छ। अब यो त्यत्तिकै छोड्यो भने झन् त्यो माउ पनि मर्ने चान्स बेसी है। जसोतसो गरेर तान्दै थियो तान्दै थियो तान्दै थियो तान्दै थियो, फुत्तै निक्लियो हेरोस् त। मजाको फाटा थिएछ एउटा गतिलो है। बिचरा संसारमा नआइ नै संसार त्यहाँ सकिएछ उसको है। र यसलाई अब हामीले पोको पारेर बोरामा हाल्नुपर्ने भयो है। तर यसको पहिला नलीहरू काटिहाल्नु पर्ने भयो। र नाभि काट्नको लागि पवन दाले जस्तो चिज मागिसकेपछि मैले मेडिसिनसँग पनि दिएँ र उहाँले अर्को पनि छ कि भनेर हात लाएर चेक गर्नुहुँदैछ है त गाइस। चेक गर्दैछ है, छ कि छैन भनेर। अनि भित्र पनि मिलाउनु पर्दो रहेछ यसको सबै नसहरू होइन। अनि मिलाएर चाहिँ त्यही गरेपछि चाहिँ अब यसलाई चाहिँ भित्रबाट काटेर चाहिँ जोइन गरिदिँदो रहेछ होइन। र काट्दैछ 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 चट्ट काटिसकेपछि चाहिँ निकाल्दैछ है। साथी होला सायद, म चाहिँ बुझ्न सकिनँ है। अब यसलाई बोरामा हाल्यो, ल बिचरा संसारमा नआउनै उहाँको सासले साथ छोडिसकेछ है। बोरामा हालेपछि माउलाई बचाउनको निम्ति मेडिसिनहरू युज गर्नु थालिसकेपछि मेडिसिन खोलेर मैले दिएपछि दाले फेरि हालेर ब्लड रोक्ने सायद त्यो रोक्नेलाई नै गरिसक्यो र अपरेसन सक्सेसफुल भयो है त। एकदमै जोगाउनु पर्ने रहेछ है बाख्रा पालेपछि।